हेलो एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ हामी दाजुभाइ मिलेर सर र साथीसँग भेट्न जाने प्लानिङमा। उहाँ चाहिँ दाइ हुनुहुन्छ मेरो बिरामी, अनि यहाँ चाहिँ सानो भाइ चाहिँ चट्ट लाएर लुकेर जिस्काइरहनु भएको छ। हामी चाहिँ सर र बाहिर निस्किन्छ है त। अब निस्किसकेपछि दाइ र म चाहिँ सर र बाइकमा जाँदै थिएँ। सर र गएँ बाटोमा जाँदैखेरिको दाइको भिडियो। उहाँ दाइ चाहिँ अर्कै हुनुहुन्छ है। फेरि दाइको मेरो जेठानको चाहिँ दाइ हुनुहुन्छ। सर र जाँदै गर्दाखेरि हामी चाहिँ को भेट्न जाँदैछ तपाईँलाई देखाउने छु है। हेर्दै गर्नु है। सर लाएर स्याट लाएर हुँदाहुँदै हामी नै ठ्याक्क साथीभाइ पुगिसकेपछि ल यो गाडी कसको होला हजुरहरूले चिन्नुहोस् त। चिन्नुभयो होला नि। दुईवटामा ल एउटा गाडी दुईवटा गाडी कसको हो ल, कसले चिन्नु भएको छ कमेन्ट गर्नु होला। अनि सर लाएर म चाहिँ आफ्नो साथीहरूसँग भेट्नतर्फ लागेँ। अनि यता साथी चाहिँ यता मोटर कार्डको त्यो ऊ बाङ्गिया भएर चाहिँ उसले चाहिँ बनाउनेतर्फ मिस्त्रीलाई चाहिँ काम गराएर बनाउँदै गइरहेको रहेछ। मैले चाहिँ सट्टै भिडियो बनाइदिएँ। अनि उसलाई हल्का लाज लागेछ है। ऊ चाहिँ मेरो चाहिँ जिग्री हो नि फेरि उता दादिङको। सर र गाडी पछाडि हेरेको यता आएर फेरि ट्याक्क लाएर मेरो रूपचन बतिज। उहाँ चाहिँ कमेडी हो नि एकदम बबाल। यता माइल दाइ काम गर्दै हुँदो रहेछ चट्ट लाएर। अनि जिग्री चाहिँ उता जानुभयो के गर्नु लाउनु भएको। उहाँ चाहिँ निहुरिरहनु भएको छ है स्यालक्क लाएर। अनि म चाहिँ चट्ट लाएर अनि साथीहरूको गाडी देखाउँदै जिग्रीसँग अँगाल मारेर एक दुई शब्द मिठो कुरा गरेर चट्ट लाएर हामी चाहिँ अनि सर र गेट बाहिर निस्क्यौँ। हामी पनि जानुपर्छ भनेर। अनि सर निस्क्यौँ हामी गेट बाहिर निस्किसकेपछि फेरि हस्पिटल जानुपर्ने हुन्छ। हामी बाहिर त्यतिकै टाइम वेस्ट गरेर हुँदैन। दाइलाई साथी चाहिन्छ भनेर चाहिँ सर फर्क्यौँ है त। हामी दुई दाजुभाइ चाहिँ फर्किँदै गर्दाखेरि चाहिँ बाटोमा चाहिँ ठ्याक्क ठुलो खोलाभन्दा माथिपट्टि दही चिउरा खाने ठाउँ हजुरहरूले कसलाई याद छ। म चाहिँ त्यहाँ जाने प्लानिङमा दाइ र म चाहिँ सर र बाइकमा गएँ। अनि जाँदै गर्दाखेरि हामी ठ्याक्क त्यो ठाउँमा पुगेर दाइको एउटा फोटो मैले नि एउटा फोटो खिची हामी दुईजनाले खिचिसकेपछि सर्लक्क खिचेँ। यो डाँडा देखिने गरी राम्रोसँग फोटो खिचिसकेपछि दुई दाजुभाइले दुई तिनवटा फोटो खिच्यो। अनि सर र दाजुभाइ चिसो खाएँ। अनि खाइसकेपछि हामी चाहिँ फेरि हस्पिटलतिरै फर्क्यौँ है त गाइस। ल सबैजनाले हेरिदिनु र साथ सपोर्ट लाइक कमेन्ट सेयर गरिदिनु होला। अनि सबैजनालाई धेरै माया है भन्दै म बिदा लिन चाहन्छु। हस् त बाई बाई।